यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म यस आइकन म्युजिक एकाडेमीको भाइस चेयरम्यान सबित बज्राचार्यको न्यानो अभिवादन। आजका हाम्रो प्रमुख अतिथि हुनुहुन्छ भक्तपुर क्षेत्र नम्बर 1बाट नवनिर्वाचित सभासद रुकेश रञ्जितज्यू यहाँ पाल्नु भएको छ। उहाँको व्यस्त समयका बावजुद पनि उहाँ आउनुभयो, एकदम खुसी लागेको छ। र साथसाथै हाम्रो भक्तपुर म्युजिकल सोसाइटीका अध्यक्ष अल्बर्ट बज्राचार्यज्यू पनि हाम्रो अतिथिको रूपमा यहाँ आउनुभएको छ। र हाम्रो यो आइकन म्युजिक एकाडेमी विक्रम सम्वत 2074 सालमा स्थापना भएको हो र यो चाहिँ हाम्रो 8औं वार्षिक उत्सव पनि रहेको छ। हामीले यस म्युजिक एकाडेमी विशेष गरेर भक्तपुर जिल्लालाई एउटा साङ्गीतिक क्षेत्रलाई अगाडि बढाउनको लागि हामीले स्थापना गरेका छौँ। किनकि हाम्रो भक्तपुर जिल्ला भनेको एकदम सानो जिल्ला, स्वच्छ र राम्रो जिल्ला हो र कला संस्कृतिले भरिएको जिल्ला पनि हो। र हाम्रो यो भक्तपुर जिल्लालाई विशेष गरेर विस्तार जात्राको ले पनि प्रसिद्ध छ र चिनिएको छ। र यो विशेष जात्रा हाम्रो हिजोबाट सुरुवात भइसकेको छ र हाम्रो नयाँ वर्ष पनि आउन लागेको छ। र यसै नयाँ वर्षको सबैलाई अग्रिम रूपमा शुभकामना दिन चाहन्छु। र हाम्रो यो भक्तपुर जिल्लामा मैले धेरै सेक्टरमा कामहरू गर्दै आइरहेको छु। विशेष गरेर यो अपाङ्गता क्षेत्रमा मैले यो अपाङ्गता क्षेत्रमा कार्य गर्दै आइरहेको 18 वर्ष भइसकेको छ। र यो साङ्गीतिक क्षेत्र पनि 10-12 वर्ष भइसकेको छ। अरू यो मोडलिङ फेसनमा पनि कार्य गर्दै आइरहेको छ। तर मलाई यहाँ के लाग्छ भने हाम्रो जिल्लामा चाहिँ हाम्रो जिल्ला चाहिँ अरू जिल्लाभन्दा पछाडि परेको हो कि जस्तो लागेको छ। यहाँ चाहिँ नयाँ परिवर्तनहरू ल्याउन चाहिँ एकदम कठिन हुने, सकारात्मक परिवर्तनहरू ल्याउन चाहिँ गाह्रो हुने। अब यो साङ्गीतिक क्षेत्रमा पनि अब यो कोरोना अगाडि विभिन्न साङ्गीतिक कार्यक्रमहरू हुने गर्थ्यो विभिन्न क्षेत्रहरूमा, होटलहरूमा। तर अहिले के भएको छ भने यो हाम्रो कोरोना पश्चात चाहिँ यस्ता कार्यक्रमहरू एकदम कम भएको र अब प्रशासनले पनि रोक लगाउने एउटा चाहिँ नकारात्मक प्रभाव पनि मैले देखेको छु। त्यसैले अब हामीले चाहिँ यो भक्तपुरलाई चाहिँ एउटा साङ्गीतिक क्षेत्रमै अगाडि बढाउने चाहिँ हाम्रो मूल उद्देश्य रहेको छ। त्यसैले हामी सबै मिलेर यस क्षेत्रलाई चाहिँ अगाडि बढाउन चाहन्छु र हाम्रो सभासद रुकेश रञ्जितज्यूलाई नयाँ कार्यको लागि धेरै धेरै शुभकामना तथा बधाई दिन चाहन्छु। धन्यवाद।